हेलो सो गाइस फाइनली आज चाहिँ गाई तिहार चट्ट लाएर आज गाईको तिहार आयो। अब अब खाँदैन ल माला चाहिँ रिटर्न हुने भयो। धागोमा उनिएर मिस्टेक भयो छ। यो चाहिँ गाई हो, ठुलो छैन। ल चट्ट लाएर गाई तिहार। लु तेरो तिहार आयो आज। गुड खान्छ नि फुल त। ल टिका टक्क लगाएर टिका लगा तेरो तिहार। यता हेर फर्की कता भएको घाँस खानु खोजेर। अब दिइहाल्ने घाँस। टिका लाउने मान्दैन अझै यहाँ टिका हाल्न आइज। भरे भर पाउनु है। तेरो आशीर्वाद चाहिँ त्यही हो। ए हामीले आशीर्वाद दिनु। टिका लाउने मानेन है। ल ल तेरो तिहार आयो। यहाँ भुइँर पनि भुँडी दुखो। रोटी दिनु पहिले। यो चाहिँ रोटी थ्याप्पारे रोटी छ है। तर रोटी खा। तेरो तिहार आज त्यही भएर खानु दिएको त। गुड रोटी पनि खायो गाईले। यसको तिहार आयो भुँड दुखेर। हिजो बेलुकाको रोटी हुनुपर्ने आज बिहान तातो तातो छ रोटी चाहिँ थ्याप्पारे रोटी है। तर यो चाहिँ गाउँले स्टाइलको गाउँले पूजा। माला चाहिँ लाउनु पर्ने कि एकचोटि के यहाँ माला लाउनु पर्ने हो। छोडिदिनु माला होस् छोडिदिनु। ल माला पनि चट्ट लगायो। चट्ट गाईले आज गाई तिहार हो। गाई पूजा भयो सट्ट लाएर अब पिठो खान्छ अहिले। ल खा केटा खा केटी खा। आज तेरो तिहार हो। छोडी न त्यही राख्दिनँ। अब यही खान्छ। जस खाइसकिहाल्छ नि यति त। ऊ त पल्लो पनि यहाँ वल्लोमै हालिदिनु। अनि यति भयो गाई तिहार भयो। के तिहार अरे यो? गाई तिहार है। गाईलाई के गरेको? डर लाग्छ। वल्लोमा दिनु न। त्यही न हो त्यही। ल तपाईँहरूले कसरी पुज्नुभयो गाई? हामीले चाहिँ यसरी पुज्यो होइन फाइनली। ल हामीले चाहिँ हजुर तिहारको हामीले चाहिँ पुजिसक्यौँ। अब हामी चाहिँ घाँस लगाइदिने छोडिदिने सट्ट लाएर आज सट्ट लाएर यहाँ चाहिँ ठक्क लाएर यो गौरी शङ्कर देखिन्छ। हिमाल पनि हाम्रो घरबाट